म बालेनदेखि खुस भएको त्यो रवि लामिछानेले मेहनत गरेको होइन बाबु, बालेनले मेहनत गरेको। तर रवि लामिछानेको त त्याग भन्छन् नि, फेरि त्याग छ रे त, ठुलो त्याग, ठुलो छाती त्याग चाहिँ छ, मान्नुपर्छ। रवि लामिछानेले यदि नमानेको भए यो रूपमा बालेन सरकार आउनु सक्दैन थियो। यो रूप त्यसरी रविको त्यागभन्दा ठुलो त रविलाई त्यत्रो आमा 2/3 सांसद बटुल्नु भनेको सानो कुरो हो। त्यो जो मेहनत गरेर देखायो बालेनले, मेची र महाकाली कहिले मधेस त कहिले हिमाल पुगेर कहिले पहाड पुगेर जो भाषण गरेर जुन प्रकारको फुर्ती देखायो, त्यो त्यति फुर्ती मात्रै होइन, त्यो केपी ओलीलाई म हराएर छोड्छु भन्ने अर्को फुर्ती देखायो। हराइ छोड्यो। बाप रे बाप, 4 पटक जितेका, आफ्नै क्षेत्र आफ्नै घर। केपी ओली जस्तो नेतालाई साँचो भने नेताहरूमा सबभन्दा तिखो र सबभन्दा धारिलो म केपी ओलीलाई बुझ्छु बाबु। भएर पनि केपी ओलीलाई भैरङ खुवाएर अहिले बालेनले जुन प्रकारले प्रधानमन्त्री को जो लगाम समात्यो, यस्ता छिटालाई नमानेर कसलाई मान्ने त?